नमस्ते सम्पूर्णमा। अहिले चाहिँ हामी एउटा नयाँ योभन्दा 2 महिना अगाडि एउटा एक्सपेरिमेन्ट गरेका थियौँ, जुन यो काठको भुस र गोबर हालेर चाहिँ त्यहाँ मल बनाएर हामीले खेतमा पनि पुऱ्याएर धान पनि रोपिसक्यौँ। 2 महिना अगाडिको कुराहरू, 2 महिना नै अझ बढी नै थियो होला। त्यो बेलामा हाम्रो यो चाहिँ वेस्ट डिकम्पोज, जुन यो हामीले ब्याक्टेरिया थियो त्यो ब्याक्टेरिया हालेर वेस्ट डिकम्पोजको झोल बनाएर राखिरहेका थियौँ। त्यस पछाडि यो कुहिन्छ कि कुहिँदैन भनेर, काठको धुलो कुहिन्छ कि कुहिँदैन भनेर एक्सपेरिमेन्ट गर्दाखेरि काठको धुलो कुहिकन एकदम खतरासित मल लाग्ने रहेछ भन्ने कुराहरू प्रमाणित भइसके पछाडि अब अहिले हामीले चाहिँ फेरि त्यही काठको धुलो र 1 लेयर काठको धुलो, त्यस पछाडि फेरि वेस्ट डिकम्पोज 1 बाल्टिनी, अनि त्यहाँबाट फेरि गोबर मल, त्यसमा गोबर मलमा पनि वेस्ट डिकम्पोज को झोल 1 लेयर हालेर, अनि त्यसमाथि फेरि तपाईको काठको धुलो हालेर, काठको धुलो हालेपछि वेस्ट डिकम्पोजको फेरि झोल हालेर चाहिँ हामीले त्यसरी लेयर बनाउँदै माथिसम्म गएपछि यसलाई चाहिँ केही समय, अहिले बर्खाको समयमा पानीको अलिकति यो काठको धुलो त्यति नभिजिरहेको हुनसक्छ भने पानीको धुलो, पानी सिँचाइ गरे पनि हुन्छ, केही फरक पर्दैन, तर 2-4 दिन चाहिँ त्यत्तिकै छोडिदिने, पानी भित्र जाओस् भनेर। त्यसै पानी गइसके पछाडि चाहिँ अनि त्यस पछाडि चाहिँ छोपेर राखिदिँदा पनि अझै राम्रो हुन्छ है। नभए पनि माथिपट्टि साइडबाट चाहिँ तपाईँ काठको धुलो 1 लेयर त्यत्तिकै माथिबाट राखिदियो भने पनि भित्र त्यसमा तपाईँको एकदम मजाले पाकिरहेको हुन्छ। यसरी चाहिँ पकाउन सकिने रहेछ भन्ने कुरा हामीलाई थाहा भएपछि हामीले यो काम गरिरहेछौँ। तर एकदमै राम्रो मल हुने, थोरै एउटा गाईको गोबरले पनि तपाईँको धेरै मलहरू उत्पादन गरेर चाहिँ हाम्रो खेतबारीमा चाहिँ हामीले हाल्न मिल्ने चाहिँ रहेछ। यो खेर गइरहेको, मानौँ अहिले हामीलाई चाहिँ धेरै उत्पादन भइरहेछ काठको धुलो, राम्रो काठको चाहिँ अब यो त्यसै नै सस्तो रूपमा लैजान्छन्। त्यसैलाई चाहिँ हामीले अहिले चाहिँ यो चाहिँ महत्त्वपूर्ण एउटा चिज, जुन चाहिँ मल बनाएर खेतबारीमा हाल्दाखेरि चाहिँ हामीलाई चाहिँ एकदम फाइदा हुने भएर हामीले चाहिँ यो बनाउँदैछौँ। ल, हजुरहरूलाई पनि अब यो यस्तो चिजहरू, वेस्टेज चिजहरूलाई चाहिँ घाँसपातबाट राखे पनि हुन्छ, केही फरक पर्दैन। घाँसपातहरू हालेर, अनि गाईको गोबर हालेर त्यस्तै मैले गरे जस्तै लेयर गरेर राखेर बनाउनु भयो भने पनि हुन्छ। एउटा राम्रो चाहिँ फाइदा के भयो, बर्खामा हामीले चाहिँ काठको धुलो तलसम्म मजाले भिजेको रहेछ। अब भिजेपछि चाहिँ तपाईँको छिटो कुहिन्छ अझै है। पहिला त हाम्रो सुक्खा थियो, त्यो सुक्खामा हामीले पानी हालेर गरेका थियौँ। अहिले चाहिँ अझै छिट्टो नै तपाईँको कुहिन्छ यसमा चाहिँ। ल, यति भन्दै अब यो पछि बनिसके पछाडि यसको मल कस्तो